गाई बाख्राहरू चाहिँ तराएर हेर्नु भाका भाग छ यस्ता गाई बाख्रा चाहिँ मोटरसाइकल देखेर गोरुहरू चाहिँ यहाँ भेट्थ्यो होइन यहाँ त माथि लागेर चाहिँ अब यतै यतै चढ्छन् गोरुहरू चाहिँ आज चाहिँ हामी बाख्रा गोठा जाँदैछौँ होइन म चाहिँ बाख्रा गोठा जाँदैछु बाख्रा गोठा चाहिँ लगाउनु पनि धेरै टाढा छ होइन मेरो घर चाहिँ यहाँनिर हो तपाईँ देख्न सक्नुहुन्छ हो यहाँनिर यो जङ्गलनिर छाया यो बुट्टाले छेकेर छ हो यहाँनिर चाहिँ मेरो घर हो होइन म चाहिँ गोरु बाख्रा गोठा जाँदैछु आज चाहिँ धेरै दिनपछि गोठातिर जाँदैछु म होइन हुन त अहिले अस्ति हुन त योभन्दा अगाडि पनि गएको छ तर पनि आज 10 दिन ग्याप पछाडि चाहिँ जाँदैछु देख्न सक्नुहुन्छ हाम्रो गाउँमा यस्तो छ होइन यस्तै हो जिन्दगी होइन गाउँघरमा बसेपछि सहर बजार जस्तो हुँदैन कोही पनि दुःख चाहिँ धेरै छ गाउँमा ओट्ला घाँस दाउरा नगरी चाहिँ हुँदैन गाउँघरतिर हाम्रो चाहिँ कति 12वटा जति बाख्रा छन् र 3टा चाहिँ गोरुहरू छन् 2टा गोरु एउटा गाई र 3वटा छन् सबै गएर 12वटा बाख्रा र 3टा गोरुहरू चाहिँ छन् गोरु गाई गरेर 3वटा छन् आज चाहिँ मौसम एकदम सफा छ चारैतिर अब चाहिँ पानी पर्यो हुन्छ अस्तितिर चारैतिर अब हरियाली हुनेवाला छ गाई बस्तु र घाँस पनि पलाउनेवाला छ होइन मेरो घर चाहिँ यो बिचको मेरो घर चाहिँ माथितिर पनि घर छ तलतिर पनि छ बिचमा चाहिँ मेरो घर चाहिँ नेटा बजारदेखि अनि माथि बाख्राबाट पर गइसक्यो चाहिँ भिडियो बनाउने गाई बाख्राहरू चाहिँ तराएर हेर्नु भाका भाग छ गाई बाख्रा चाहिँ मोटरसाइकल देखेर बारी छैन अब गाडी भाका भाग छ माथि गएको थियो हाम्रो चाहिँ घाँस दाउरा जङ्गल गर्ने यही बारीको जङ्गल होइन घाँस दाउरा काट्ने चाहिँ बाख्राहरू चाहिँ धेरै कति आज चाहिँ 1 बज्नु लागिसक्यो ढिलो भयो अलिकति बिहान चाहिँ हाम्रो घरमा मम्मीको हुन्थ्यो बुवा पनि हुन्थ्यो मिल छ घरमा मिल चाहिँ मान्छेहरू आज गर्दाखेरि अलिक ढिलो भयो माथि चाहिँ यो पहरा यहाँ चाहिँ बाटो खन्दाखेरि होइन 1 महिना जति लाग्यो यो पहरा फुल्न चाहिँ बाटो पिच हुनु लाग्यो हाम्रो गाउँतिर जाने बाटो चाहिँ खोला त पहिले खोलेको ड्राइभर बिचमा बन्द भएको थियो तर चाहिँ यहाँबाट माथिबाट जान्थ्यो बजार निटा बजार अहिले चाहिँ यहाँबाट जान्छ चलो बाख्रा लगेर चाहिँ हामी ल हो होइन चाहिँ बाख्रा लगाउने चाहिँ तलै हो तल जङ्गलतिर हो तल वनतिर तल हो लास्ट टर्निङ देखेको छ त्योभन्दा धेरै तल हो तल हाम्रो खेत छ त्यो खेतमा चराउँदिन चाहिँ हालसालै भर्खरै चाहिँ यो विद्युतको तारहरू पोलहरू चाहिँ पहिले गाडेको यो तारहरू चाहिँ भर्खर
जोड्ने काममा अरे माथि रोडमा चाहिँ ढुङ्गा पल्टिने बेलामा चाहिँ हेर्नु पोल पुरा पानी लिएर तारहरू सब चुटालेर लठालिँदा छ निकै ठुलो ढुङ्गा आएको थियो ढुङ्गाले चाहिँ यत्रो नोक्सान गर्दैन बाटो अबद्ध बनाइदिएछ बाटो पक्की राम्रो धेरै पहिला खनेको बाटो हुनु चाहिँ यत्रो ढुङ्गा बजार चाहिँ यत्रो खाल्डो बनाइदिएछ गोरुले चाहिँ पानी खाने ठाउँ बिहान जाँदा सानो छ पानी बर्खा चाहिँ ठुलो हुन्छ है पानी खाने ठाउँ यता जुका पनि पाउँछ क्या गोरुहरूलाई चाहिँ पानी चाहिँ खुवाउनु नहुने घरबाट खुवाएर ल्याउनु पर्ने गाई रोड छ गट्टै गऱ्यो भने चाहिँ यो जिलिगोल डर आएको छ यस्तो अवस्थामा पुऱ्याइदिएको छ तपाईँलाई म त्यो ढुङ्गा पनि देखाउँछु होइन यहाँ तल आएको यहाँ तलदेखि यो ढुङ्गाले गर्दा चाहिँ त्यत्रो छ यति ठुलो छ कि कुरै छ गाउँले जीवन चाहिँ यस्तै छ है साथीहरू सबैजना चाहिँ हेरेर माया गर्नु होला लाइक गरिदिनुहोस् सेयर सब्सक्राइब झन् नभुल्दै नभुल्नु होला होइन सब्सक्राइब पनि गरिदिनु होला मेरो चाहिँ यस्तै गाउँको अर्ग्यानिक भिडियोहरू चाहिँ आउँछ होइन अब आउँदा दिनमा चाहिँ के गर्नु भने मेरो भिडियोहरू अरू गाउँका भिडियोहरू चाहिँ हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला है त जे जस्तो दुःख पीडा जे जस्तो भए पनि गाउँका चाहिँ सहर बजारभन्दा धेरै आराम हुन्छ होइन एकदम हावा पनि चिसो ठन्डा हावा पनि छ होइन खानपिन पनि त्यस्तै तपाईँको सबै अर्ग्यानिक नै हुन्छ होइन घरमै उत्पादन भएको तपाईँको बारीमा होइन तपाईँको चाहिँ बारीमा उत्पादन भएको आफ्नै बारीमा उत्पादन भएको अर्ग्यानिक खाने गाउँले गाउँघरमा बजारमा चाहिँ हरेक कुराहरू बिसाडी होइन गाउँघर भनेको चाहिँ अरू जो पैसा पनि चल्ने बजारमा चाहिँ पैसा भएको काम छ नि छैन एकदम त्यही छ त्यही हो दुःख नै दुःख छ घाँस भारी बोक्नुपर्छ दबाई बोक्नुपर्छ गोरु गोठा मल सोत्तर हरेक कुराहरू गर्नु चाहिँ गाउँमा चाहिँ अलिक गाह्रो छ तर आनन्द चाहिँ धेरै आनन्द छ मान्छेहरू निरोगी पनि हुन्छ होइन उकालो ओह्रालो हिँडेको यताउता म चाहिँ माथि हाम्रो गाउँ चाहिँ नेटा बजारदेखि अहिले तल वहाँदेखि यहाँ तल आइपुग्यो अहिले म बाटैबाट हिँड्दैछु होइन बाख्राहरू हिँडेर घरि बाख्राहरू गुरुहरू छन् माथिको चाहिँ यो नेता बजार हो होइन यहाँ हाम्रो चाहिँ यो भिरगाउँ हो अनि तल्लो भिरगाउँ यहाँ सक्नुहुन्छ होइन दाउरा पनि लिएर आउनु पर्ने छ मलाई चाहिँ किन भन्दाखेरि आज घरमा खाना पकाउनु चाहिँ दाउरा छैन भन्दै हुँदैछ मैले धाम्रो हाँसी लिएर यो पहाडी गाउँलाई फल्दा कुरा हो यता पहाडी चाहिँ के भन्छ पुरै लापन गोगनी रजेना यता माथितिर पर्छ होइन सिरेनी गाउँ चाहिँ माथि डाँडामा पर्छ पहाडी कति सुन्दर छ यो चाहिँ मजुवा खोला खल्टा कुरा होइन मजुवा खोला तल छ यो पाहाडीको चाहिँ खल्टा कुरा मजुवा खोला चाहिँ तल चेरकुले खोला चाहिँ उतापट्टि यतापट्टि यो यतापट्टि चाहिँ मजुवा खोला सिँगाड उता पऱ्यो होइन हाम्रो बाख्रा चलायो भने चाहिँ यही तल आएर वनतिर आफ्नो खेत यहाँ छ दामी छ
धेरै चढ्छन् गोरु चाहिँ बाख्रा त चल्दै लगाउनु पर्छ म चाहिँ यति बेला हाम्रो धनसिंह पुसाईको घरको आडैतिर तलको मोडमा आइपुगेको छु होइन तल आइपुग्यो अब चाहिँ यहाँदेखि परबाट घुमाएर फेरि तल ढुङ्गातिर लगाउनु पर्छ गाह्रो छ हौ गोठा जानुपर्ने यहाँ घुम्नु अन्त छ अहिले हामी चाहिँ बाख्रा चाहिँ खेतमा आइसक्यो होइन खेतबाट पनि तलतिर झरिसक्यो हाम्रो खेत चाहिँ यो खेत चाहिँ बाँझो नै छ होइन गहुँ चाहिँ लगाइकन अब त्यसरी धान पनि खै लगाउने हो कि के भन्ने अरू बाटो चाहिँ साह्रै सताउँछ होइन यो चाहिँ हाम्रो चाहिँ बाख्रा चलाउने जङ्गल हो हामीले खेत पुरै हाम्रो तलसम्म होइन बाख्रा चाहिँ यता जता लगिदिनु पुरा वहीँ माथि हाम्रो गाउँसम्म जता लगिदिनु आइज तलतिर आयो अरूको गाइदिने आइज गाउँले जीवन है अब के गर्ने अब घरतिर बसेपछि घरतिर काम पनि सघाउनु पऱ्यो आफू घर बसेर मम्मीलाई चाहिँ गोठा जाऊ भन्न पनि नहुने अब मेरो पनि आफूहरू चाहिँ अब तलतिर वनतिर चल्छ होइन आफू चाहिँ मजाले एक ठाउँ बस्ने कसैको खेती खानु पनि छैन होइन कसैको बारी पनि छैन खेती पनि छैन मजाले वनमा चढ्छन् आफै अनि आफू चाहिँ यहाँ मजाले बस्ने हो अलिकति दाउरा लगाउनु पर्ने छ अलिकति दाउरा खोज्ने हो होइन नत्र भने आफू सिधै माथि माथि गएर बसे पनि हुन्छ बाख्रा आउँछ अरूलाई चाहिँ अब त्यही हो दाउरा चाहिँ खोज्नु पर्ला भने चाहिँ यतैतिर अब बस्नु पऱ्यो बाख्रा चाहिँ चढ्दैछ देख्न सक्नुहुन्छ बाख्रा यहीँ चरिरहेको छ यतातिर छ कोही चाहिँ यतै छन् म त धेरै माथि आइसकेँ होइन अहिले अब टाइम पनि केही समयपछि घरतिर लाने टाइम 4 बजी लागिसक्यो 4 बजिसक्यो अब यहाँ बिस्तारै माथि खोलै लगाउने हो यति बेला चाहिँ 5 बजी लागिसक्यो 5 बजी लागिसक्यो बाख्रा चाहिँ जङ्गलमा जङ्गलमा देखेको पनि छैन निकै लाग्यो यहाँ गोरु चाहिँ यता माथि बाख्रा चाहिँ अब म चाहिँ दाउरा काटेर राखेको छु तल दाउरा काट्छ जानु पऱ्यो होइन दाउरा दिएर माथि रोडमा बस्नु पऱ्यो अनि बाख्रा आएपछि साथीहरू बाख्राहरू चाहिँ अगाएर यहाँ ठन्डा गरेर बसेको छ होइन अब उनीलाई चाहिँ घरतिर लगेर जानुपर्छ ल होइन कुरा चल गाडी होइन मन परेर बाख्राहरू लगभग यति कति बज्यो अब 5 बज्यो होइन अब चाहिँ घरतिर लग्ने हो यस्तो सफा छ नि त बाटो तल भिड छ पुरा अन्त माथि यस्तो छ तलतिर यस्तो भिड छ यहाँबाट खस्ने सिधै तल खोलामा
गाह्रो छ हो साथीभाइ गाउँले पनि यस्तै दाउराको भारी चाहिँ यहाँ छ लानुपर्छ जब उकालो लाग्यो होइन अब बाटोमा निक्लिनु थोरै बाँकी छ चाहिँ बाटोमा लास्ट बाटोमा निक्लिसके बाख्राहरू चाहिँ अब रोडमा जाने मलाई अनि गोरु चाहिँ यतैबाट हान्ने गयो बाटैबाट अहिलेसम्म गोरु माथि नै पुगिसकेको कारण बाख्रा आउन अलिक ढिलो गरेँ होइन गोरु चाहिँ यहाँ भेट्थ्यो होइन यता माथि लागेर चाहिँ अनि म चाहिँ लिएर आएँ अब बाख्रा र गोरुसँग भेट भएको अब म चाहिँ सिधै घरतिर मजाले भेट्थ्यो है बाटोमा चाहिँ बाख्रा अगाडि गइसक्यो गोरु चाहिँ पछि छ होइन तिमीलाई अझै खान्छ घरतिर आउनु लागिसक्यो होइन तलतिर लागिसक्यो घरमा मात्रै पारियो बाख्रा चाहिँ अगाडि बुढिसक्यो सबै बिहाका बाख्रा हुन् बाख्रासित छन् त्यही भएर हाततिर दौडेछन् बाख्रा गोरु पछाडि हिँड्दैछन् तल पुग्छ अब यो मौसमको बुटा घर चाहिँ आएर फाइनल यही हो यस्तो छ हेर्नु कोट पाएर अवस्था नाजुक छ खोरको अब खोर बनाउने भने तल नारे छ अब खोर चाहिँ हेर्नु पर्छ मान्छेको बाख्रा